Hi everyone, welcome back to my channel. So today I'm sharing a few moments from the Creator Mela where I got a chance to learn about AI, travel, food and content creations. र यो इभेन्ट चाहिँ हाम्रो चितवनको होटल सिराई चुलीमा भएको थियो. So I just captured a few highlights from the event. म चाहिँ त्यहाँ लेट नै पुगेको थिएँ, so I couldn't attend all the session. र म त्यहाँभित्र इन्ट्री गर्दा चाहिँ प्रोग्राम सुरु भइसकेको थियो. एकदमै भिड थियो र चितवनको धेरैजना कन्टेन्ट क्रिएटरहरू पनि त्यहाँ आउनु भएको थियो. When I started, I was just 14, so I got my first phone. It's an SLC सकेपछि you get a त्यहाँ phone, आउनुभएको buy कन्टेन्ट one क्रिएटरहरूले चाहिँ fish, आफ्नो and एक्सपिरियन्सहरू चाहिँ मजाले नै सुनाइरहनु भएको थियो. I'm not complaining about that, but still. अनि घरमै बस्थेँ अनि I didn't have a lot of friends. I was एकदमै introvert child. पहिले बच्चैदेखि अहिले इन्टरनेटमा हेर्दाखेरि माइट थिङ्क के हुन्छ नि सी इज अल ओभर सी इज बब्ली बट पर्सनली मलाई चाहिँ एकदम आफ्नै स्पेसमा बस्ने खालको म चाहिँ छु. अनि मैले बिगिनिङमा 10 to 15वटा भिडियोज एभ्री डे पोस्ट गर्थेँ कि लाइक 10 to त्यो पनि एकदम क्रिन्ज कन्टेन्ट हुन्थ्यो. लाइक चाहिँ मलाई के भनेर आउँछ होइन, आफ्नो पर्सनली पनि पर्सनल लाइफ पनि कस्तो भएर आउँछ. मैले मेरो कन्टेन्ट इट जस्ट म अडियन्सलाई मैले देखाउने कन्टेन्ट र मेरो पर्सनल लाइफमा के देखाउँ के भइरहेको छ त्यो त अडियन्स डज नट नो नि त. अनि समटाइम्स आई फिल एकदमै गाह्रो, मलाई एकदमै त्यो घुटन भएको जस्तो फिल हुन्छ. अनि त्यतिखेर चाहिँ म सेयर गर्छु, पहिला पहिला म सेयरै गर्दिनँ थिएँ अनि मेरो इमोसन्सहरू एकदम पाइलअप भएको थियो. त्यतिखेर चाहिँ एउटा पोइन्टमा चाहिँ आई रियली आइसोलेटेड माइसेल्फ. त्यो चाहिँ नगर्नु भन्छु, प्लिज डोन्ट डु द्याट. सेयर विथ यर फ्यामिली, सेयर विथ यर फ्रेन्ड्स, विथ यर पार्टनर, हुएभर यु आर, हुएभर इज देयर अराउन्ड, हु इज गोना ट्रस्ट यु, हु इज गोना feel you, who is going to understand you, त्यो गर्नु. Because mental health is very important. That's very, very important. So for me, just go out, share your feelings. Don't try to hold it in yourself. र त्यहाँ अरू सेसन प्रोग्राम पनि भइरहेको थियो. लाइक भेरी इन्फर्मेटिभ टपिकहरूमा चाहिँ उहाँहरूले धेरै कुराहरू सिकाइरहनु भएको थियो. लाइक एआईको बारेमा, ट्राभल, फुड्स एन्ड कन्टेन्ट क्रिएसन्सको बारेमा चाहिँ एकदमै धेरै इन्फर्मेटिभ नलेजहरू चाहिँ हामीलाई दिइरहनु भएको थियो. सुरु गरौँ? ओके, पहिला क्वेसन हेर्दा तपाईँहरूलाई च्याट जिपिटी बाहेक कुन कुन एआई टुल्स युज गर्नुभएको छ? जस्ट ऱ्यान्डमली साउट आउट उहाँ गर्नु. चाहिँ अश्विन नेउपाने हुनुहुन्छ. उहाँले चाहिँ हामीलाई एआईको युज अनि हामीले अहिले चाहिँ युज गर्ने मिडियाको बारेमा र कसरी युज गर्न सकिन्छ होइन, यसलाई चाहिँ हामीले अब अपग्रेड कसरी हुन सकिन्छ र आफ्नो कन्टेन्टहरूलाई चाहिँ कसरी स्ट्रङ बनाउन सकिन्छ भन्ने बारेमा चाहिँ उहाँले चाहिँ हामीलाई एकदमै इन्फर्मेटिभ नलेजहरू चाहिँ दिनुभएको थियो. गर्नुलाई यो प्राइम गर्नुभयो भने अब चाहिँ हाम्रो टोलको बारे आन्सर दिँदैन, युनिभर्सिटीको लेक्चररले आन्सर दिन्छ. एकदम स्पेसलाइज्ड आन्सर आउँछ अब चाहिँ. सो अलवेज प्राइम. के बनाउने आइडिया छैन भन्ने क्वेसनको आन्सर चाहिँ यो, लुक एट वाट्स वर्किङ फर देम. चोर्ने होइन, उनीहरूले जे बनाउँछ ठ्याक्कै त्यो बनाउने होइन. प्रब्लमको सल्युसन हो आन्सर भनेको, कन्फ्युजनको इन्फर्मेसन हो कन्टेन्ट भनेको. सो इन्फर्मेटिभ भिडियो बनाइदिन्छ एनिमेटेड. हाउ क्रेज इज द्याट? जुनसुकै टपिक तपाईँले रिसर्च गर्दै हुनुहुन्छ, जस्ट गिभ इट टु एन इनपुट, पोडकास्ट क्रिएट गरिदिन्छ. इट्स टक अबाउट गेम थ्योरी, यो गरेर दुईजनाले एउटा केटा हुन्छ केटी हुन्छ गफ गरेर हुन्छ. र यु नो वाट के गर्न मिल्छ? त्यो दुईजना पोडकास्ट हुन्छ, यु क्यान जोइन इन. तपाईँले हात उठाएर तिमीले भर्खरै त्यो भनेको थियो नि गेम थ्योरीको बारेमा, त्यो चाहिँ मैले यसलाई भन्दा यस्तो गर्दाखेरि के हुन्छ भने. म स्टुडेन्टको बेलामा यो भएको भए ब्याक लाग्दैन थियो, अरू त के ब्याक लाग्दैन थियो होला. सो वाट आई वान्ट टु से इज इन्फर्मेसनको कमी कहिले पनि छैन कि. लिमिटेसन इज यर क्रिएटिभिटी. एआई यस्तो पावरफुल टुल छ कि हामीलाई कसरी युज गर्ने थाहा छैन कि त्यो लेभलमा पावरफुल भइसकेको छ. हेजेन, VO3 गुगलको, सोरा जिमनाईको, ग्रक अथवा अरू डिफल्ट भोइसेसहरू पनि हुन्छ इलेभेन क्लासमा चाहिँ. त्यो नेसनल जियोग्राफीको डकुमेन्ट्रीको भोइसहरू, अरू भोइसहरू इलेभेन क्लासबाट हुन्छ. अनि यो लिप सिङ्किङ गरिदिने भिडियो बनाउँछ हेड्रा भन्ने. ओके, हजुरले सोध्नु भएको क्वेसन चाहिँ कस्तो भन्दाखेरि
सोसल डिलेमा भन्ने एउटा नेटफ्लिक्समा डकुमेन्ट्री छ है, त्यो हेर्नु होला। त्यसले के भन्छ भन्दाखेरि म एज अ पर्सन, मेरो नाम अश्विनी पाण्डे हो, म फोन चलाउँछु, मेरो फोनमा एप्सहरू छ, मेरो चाहिँ एटलिस्ट 50,000वटा डेटा पोइन्ट्स छ अरे कि भन्न खोजेको। मेरो नाम एउटा डेटा पोइन्ट हो, मेरो डेट अफ बर्थ अर्को डेटा पोइन्ट हो, मेरो घर अर्को डेटा पोइन्ट हो। त्यस्तो यो त 3टा भयो, 3टामा मेरो प्राइभेसी हनन भइसक्यो। यस्तो 50,000वटा डेटा पोइन्ट्स छ अरे, जसबाट चाहिँ उसले चाहिँ प्रेडिक्ट पनि गरिदिन्छ कि अबको 2 वर्षमा म के हुन्छ होला भनेर। सो त्यो लेभलको प्राइभेसी। अनि जस्तै अब मैले स्यामसङ 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 भन्यो अरे, तपाईँ एकछिनमा स्यामसङको एड आइदिन सक्छ कि तपाईँहरूकोमा। द्याट्स ट्रु। सोसियल मिडिया, अनि मैले त्यही भने हो नि त, सोसियल मिडियामा वी डोन्ट ह्याभ प्राइभेसी के। हामीले तपाईँले डिजिटल मार्केटिङ हो त्यो चाहिँ, हजुर सोसियल मिडिया, अब फेसबुकमा मैले एड रन गर्दाखेरि मान्छेको इन्ट्रेस्ट वाइज हुन्छ। तपाईँलाई फुटबल मनपर्छ भने फुटबलको एड गर्न मिल्यो, तपाईँलाई हाइकिङ मनपर्छ भने हाइकिङको एड। र यसपछि चाहिँ मिस्टर फुडी पनि आउनुभएको थियो र उहाँले पनि आफ्नो एक्सपिरियन्सहरू चाहिँ मजाले नै सेयर गर्नुभएको थियो। अहिलेसम्म रिभिल नगरेको कुरा इज लाइक मेरो एउटा मेजर ब्रेकअपबाट सुरु भएको है जर्नी चाहिँ होइन। ब्याक इन 2012-13 my girlfriend then used to take pictures खानाको के, and she always wanted to make Facebook को जमाना थियो त्यति बेला, so Facebook मा चाहिँ she wanted to put an album of just food, and that thing stuck by me हैन। अनि त्यसपछि after the separation and everything, maybe यादमा मैले फोटोजहरु खिच्न थालेँ के खानाको, जहाँ जहाँ गएँ जता जता घुमेँ, that's how it all started for me। त्यसपछि चाहिँ मान्छेहरूले रिकग्निसन पाउन मतलब मैले चाहिँ रिकग्निसन पाउन थालेँ। आई जस्ट ट्विट इट लाइक इन्फर्मेटिभ कसरी बनाउने, मान्छेलाई चाहिँ इन्फर्मेसन कसरी दिने भनेर चाहिँ उहाँले चाहिँ क्युएनए सेसन चाहिँ सुरुमै राख्नु भएको भएर पनि होला उहाँको त्यो सेसन चाहिँ एकदमै इन्ट्रेस्टिङ भइरहेको थियो। अहिले रिसेन्टली चाहिँ मिस्टर गोलेको फुड ब्लगहरूबाट इन्सपायर भएर चाहिँ स्टार्ट गरेको। So that's what I want to do, introduce Nepali food to larger audience. YouTube मा Mr. Gole is killing it अहिले। Yes. I use अब मैले चाहिँ एक्सपेक्ट नगरेको क्वेसन सो नो म्याटर wherever I go, यो मेरो सबैले सोध्ने क्वेसन नै त्यही हो जस्तो लाग्छ चाहिँ। सो आई डोन्ट नो, मेबी आई विल रिभिल दिस इयर, कतिजनालाई त थाहा भइसकेको पनि छ होला। मेरो चाहिँ 10 वर्ष मैले नाम लुगाएको भएर चाहिँ तपाईँले मलाई बाहिर पनि भेट्नु भयो भने हेलो भन्दाखेरि म मिस्टर पुडी नै भनेर भन्छु क्या होइन। मलाई चाहिँ आउँदै आउँदैन क्या त्यो भित्रबाट। इफ समबडी मेरो कमन नाम भएको यहाँ कोही छ या कसैले त टक्क बोलायो भने पनि मैले सुने पनि। मेरो मुटुलाई स्वस्थ राख्नलाई फ्लेक्स चाहियो, ओमेगा चाहियो होइन, बोडीलाई भित्रबाट डिटक्स गर्नलाई, किडनीलाई, लिभरलाई राख्नलाई त्यो सबै फुड आइटम्सको चाहिँ मैले चाहिँ सोच बनाएको छु। नाउ स्टार्टिङ द क्रिएसन। I need a good suggestion and tips for that. Make it short. मतलब खाना नै औषधि हो भन्न खोजेको। हजुर हजुर डेफिनेटली तपाईँ जे इन्टेक गर्नुहुन्छ द्याट इज गोइङ टु सो इन द फ्युचर आफ्नो बडीमा डेफिनेटली राइट। सो त्यो बारेमा चाहिँ तपाईँले कन्टेन्ट बनाउनुहुन्छ राइट। सो त्यसमा पनि के सुझाव दिन चाहन्छु भने दिस इज कमिङ इन अब 5 इयर्सको टाइममा एकदमै इम्पोर्टेन्ट हुनेवाला छ कि यो फ्याक्टर चाहिँ फुड हेल्थ right? Whatever you take in is going to show भनेर चाहिँ। So अब हाम्रो फुड कल्चर, रेस्टुरेन्ट कल्चर पनि अलिकति यस्तो राम्रो डेभलप भइरहेको छ। दे आर फोकस्ड अन मोर हाइजिनिक फुड एन्ड एभ्रिथिङ, जुन चाहिँ अब स्ट्रिट्सदेखि लिएर सबै कुरामा एकदमै अर्ग्यानिक्सहरू सबै चलिरहेको छ। जुन चाहिँ रेस्टुरेन्ट्सहरू मल्टिपल रेस्टुरेन्ट्सहरू खोलिसकेको छ अर्ग्यानाइजहरू। सो 5 years डाउन द लाइन तपाईँको कन्टेन्ट इज गोइङ टु बी हिट, बट हाउ यु मेक इट डिपेन्ड्स। तपाईँले नाम के राख्नुहुन्छ, मिस्टर फुडी राखेर जस्तै के राख्नुहुन्छ तपाईँले अहिले नै, बिकज यु हेभन्ट स्टार्टेड होइन। तपाईँले चाहिँ अहिले लामो कन्टेन्ट बनाउनुहोस्, इन्फर्मेसन दिने, तर तपाईँको अहिले भ्युज आउँदैन। युट्युब गर्नुहोस्, मेन भनेको युट्युब गर्नुहोस्, युट्युबमा नाम हालिदिनुहोस्, त्यो एउटा राम्रो टिम राख्नुहोस्, सर्ट्स काटेर तपाईँको वर्षसम्म चलाउन मिल्ने हिसाबले। आई थिङ्क द्याट विल बी द बेस्ट थिङ। र उहाँ हुनुहुन्छ वेदान्त श्रेष्ठ। उहाँले चाहिँ ट्राभलको कन्टेन्टहरू चाहिँ बनाउनु हुँदो रहेछ र ट्राभल गर्दाखेरि चाहिँ उहाँले क्याप्चर गर्ने मोमेन्ट्सहरू चाहिँ त्यो मोमेन्ट्समा चाहिँ के इन्क्लुडेड हुन्छ
कुराहरू चाहिँ उहाँले बनाउनु भएको थियो र उहाँले चाहिँ एउटा डकुमेन्ट्री पनि बनाउनु भएको रहेछ र त्यो डकुमेन्ट्री त एकदमै खतरा नै लागेको थियो मलाई। हजुरहरूले पनि हेर्न सक्नुहुन्छ नो लिमिट्स भनेर चाहिँ युट्युबमा चाहिँ उहाँले राख्नु भएको छ। आजको प्रोग्राममा चाहिँ अल्दो आई एराइभ लेट, सो सबै सेसनहरू त जोइन गर्न सकिनँ, तर जुन चाहिँ सेसन जोइन गरेँ त्यो चाहिँ एकदमै इन्फर्मेटिभ नै थियो। लाइक त्यो सेसनहरूमा चाहिँ एआई, ट्राभल, फुड्स, कन्टेन्ट क्रिएसन्सको बारेमा चाहिँ मजाले इन्फर्मेसन्सहरू नै पाएँ। ओभरअल एक्सपिरियन्स चाहिँ इन्सपायरिङ नै थियो। सो आई जस्ट वान्ट टु से थ्याङ्क यू टु US Embassy फर अर्गनाइजिङ सच भ्यालुएबल इभेन्ट्स फर क्रिएटर्स। होप यु इन्जोय दिस सर्ट ग्लिम्स फ्रम द मेला। थ्याङ्क यू। So thank you guys for watching. At last, enjoy the song by Elvis Haba. Have a good day. तपाईँहरूले यो गीत आउँछ कि नै? आउँछ। ल यो सेकेन्ड भर्स सम्झाउनु छ नि तपाईँले। लाउडेस्ट बाचा छ सिधै हात राखेर जान्न छाडेर तिमीलाई कहिले